ओहाई गोजाइमास नमस्कार सबैलाई नमस्कार चाहिँ आज भिडियो चाहिँ इम्पोर्टेन्ट छ सबैले हेर्नुहोस् ल स्किप नगर्नुहोस् ल के छ एउटा इन्फर्मेसन दिन चाहन्छु कि म है नराम्रो चाहिँ भन्नु खोजेको हैन राम्रै हो तर के भन्दा यो के यो डोकोमोको मैले किनेको थिएँ कि यो अस्ति 29 तारिक हेर्नुहोस् यो राम्रै देखेन कि देखिरहेको छ नि यो डोकोमोको 5G प्लान कि यो मैले वाइफाई जोडेको थिएँ कि अनि देखाउँदै राम्रो देखाएको थिएँ भन्नु त राम्रै भनेको नराम्रो त होइन त्यस्तो छ र मेरो रुममा चाहिँ के हो भन्दाखेरि 5G नआउँदो रहेछ कि डोकोमोको अनि 2 वर्षको क्याएको हो 2 वर्षको क्याएको अनि फर्स्ट किन्दाखेरि चाहिँ तपाईँको 3850 रुपियाँ लागेको थियो कि यो मेरो भिसा पनि थिएन अनि क्रेडिट कार्डदेखि पे गर्नुपर्ने अनि मैले 3850 रुपियाँ चाहिँ तपाईँको किन्दाखेरि चाहिँ पहिलाचोटि त्यो तिर्नुपर्छ नि त त्यो किनेको थिएँ त्यो प्लानको नाम चाहिँ के भन्दाखेरि चाहिँ 5G प्लान हो कि 5G प्लान हो मेरो अनि किनेको थिएँ कि मैले अनि राम्रो चल्छ सोचेको थिएँ अनि रुममा ल्याएँ लिएर जोड्दाखेरि चाहिँ राम्रो चलेन कि यो टेङ्ग्रो यो सबैलाई थाहा होला नि यो सबैलाई धेरैलाई एक्सपिरियन्स छ थाहा छ जापानमा हुने मान्छेलाई सबैलाई धेरै थाहा छ कि त मैले पनि त्यो सोचेर राम्रो हुन्छ भनेर लिएर आएको थिएँ कि अनि टिकटक चलाउँदै अनि के अरे युट्युब हेरेको त चल्दै जान्न कि अनि अहिले भर्खर बिहान भयो कि अनि फेसबुक हेरेको फेसबुकमा अनि भिडियो हेरेको भिडियो चल्दै चलेन कि अनि त्यो मलाई साह्रै झ्याउ लाग्यो अनि क्यान्सर अस्ति गएको थिएँ क्यान्सल गर्नु खोजेको भएन कि किन भन्दाखेरि चाहिँ फोन गर्नुपर्छ भनेर भने कि पहिला अनि सर्भिस सेन्टरमा पहिला आज बिहान फोन गरेँ लगभग आधा घन्टा लाग्यो कि फोन उठाउनु पनि अनि फोन गरेँ गरेर भने म यसको कि यो राम्रो छैन राम्रो चल्दैन स्पिड स्लो छ भने मैले ए हो र भने अनि क्यान्सल गरिदिएको छ मलाई के छ भन्दाखेरि चाहिँ यो 2 वर्षको क्याएको थियो कि 2 वर्षको कन्ट्र्याक्ट अनि 2 वर्षको कन्ट्र्याक्टमा हुँदाखेरि के हुन्छ नि तपाईँको 4000 कति थियो 4000 चाहिँ तिर्नुपर्ने हो कि 4950 महिनाको यहाँ लेखेको छ कि यहाँ हेर्नुहोस् बुझ्नुहुन्छ त यहाँ 4950 कि महिनाको तिर्नुपर्छ अनि 4950 महिनाको वर्षको कति हुन्छ 2 वर्षको अनि त्यो चाहिँ खेर जाँदैन चल्दै जाँदैन राम्रो भिडियो चल्दैन यहाँ अनि के गर्छ के अर्थ नि भएन नि त्यो भएर मैले किन क्यान्सल गर्न लागेँ साथैमा के छ यसको एउटा कति चालु अहिले त्यति भइरहेको छैन 4950 रुपियाँ तपाईँको जुलाई महिनाको 1 तारिकदेखि फेरि यसको फी बढेछ कि 5320 रुपियाँ हुँदैछ अनि कति बाटो हेर्नुहोस् त दिने बेला सस्तो हुन अनि फेरि प्लान चेन्ज गर्छ त्यही भएर मान्छेले भन्दैछ कि वाइफाई किन्दाखेरि धेरै केयर गर्नुपर्छ भनेर भन्दै बल्ल थाहा भयो कि अनि दिँदाखेरि तपाईँलाई सस्तोमा दिन्छ अनि पछि गएर फत्ते गरेर के प्लान चेन्ज गरिदिँदो रहेछ अनि त्यही भएर हामी घाटा हुँदै हामी विदेशीलाई अनि हामी पैसा कमाउनु भएको पैसा खर्च गर्नु आएको अनि है धेरै हामी